हेलो साथीहरु, गुड आफ्टरनुन। म चाहिँ अहिले घर आएको छु, माइत घरमा चाहिँ बारीमा के फलेछ भनेर म हजुरहरूलाई देखाउनु जाँदै छु। सो मेरो भिडियो हेर्दिनु होला अनि माया गर्दिनु होला भन्दै म तपाईहरुलाई देखाउँछु है बारीमा के फलेको छ, मेरो आमाले के रोप्नु भएको छ भनेर। ल जाउँ त है बारीतिर साथीहरु। यहाँ चाहिँ रहेछ आप्पाले छर्नु भएको रहेछ, यहाँ धनियाँहरू आप्पाले रोप्नु भएको छ। धनियाँ छर्नु भएको रहेछ तर उम्रेको छैन। अनि यहाँ चाहिँ छ उखु। सो यहाँ चाहिँ मटर रहेछ साथीहरु, मटरहरू नि रहेछ। मटर चाहिँ अलिक यस्तो के भन्छ यसलाई, अलिक पोटिलो भएको रहेन रहेछ हैन, अलिक दानाहरू भएको छैन रहेछ। सँगसँगै यहाँ साग पनि रहेछ, रायोको साग। अनि यहाँ चाहिँ फल्दैछ हाम्रो निम्बुको बोट चाहिँ यस्तो छ है साथीहरु, सुक्दै गइरहेको छ निम्बु। अनि यहाँ चाहिँ छ सागहरू, रायोको साग रहेछ साथीहरु। यो चाहिँ हिजो पानी हाल्नु भएको थियो आप्पाले बेलुकी, सो यस्तो भएको रहेछ। मटर चाहिँ धेरै भन्दा पनि कति 1 लाइन 2 लाइन 3 लाइन रोप्नु भएको रहेछ। यहाँ चाहिँ फलिरहेको छ इस्कुस साथीहरु। इस्कुस हेर्नु न साथीहरु, कत्रो इस्कुस, एउटाले पुग्छ के एक छाक त। यहाँ चाहिँ छ हाम्रो इस्कुस। यहाँ चाहिँ छ सुन्तला, हाम्रो सुन्तला फल्दैछ। यहाँ चाहिँ छ पाक्दैछ सुन्तला साथीहरु। तपाईहरुकोतिर त पाकिसक्यो होला। हाम्रो चाहिँ अलिकति यो ठन्डै ठाउँ हो नि त, मिरिकमा चाहिँ सुन्तला फल्छ साथीहरु। टिपिदिम के सुन्तला फेरि टिपेर हुँदैन, अहिले साङ्गेला चराको छैन। अनि फेरि साथीहरु म चाहिँ तपाईहरुलाई फेरि अर्को इस्कुस देखाउन जाँदैछु हैन। यहाँ चाहिँ माथिल्लो बारीमा चाहिँ घाम लाग्दैन। खै त्यो इस्कुस त सक्यो कि हौ यी साथीहरु। यो इस्कुसहरु कोलाई मनपर्छ, यो इस्कुसको चाहिँ एकदमै जरा फल्छ अरे भनेर चाहिँ आप्पाले रोप्नु भएको छ। इस्कुस के हो यो कालो साथीहरु, देख्न सक्नुहुनेछ। यो इस्कुसहरु चाहिँ यसलाई चाहिँ यसको चाहिँ जरा फल्छ अरे भनेर आप्पाले रोप्नु भएको अरे साथीहरु। अन्त यो चाहिँ के फलेको, यो के हो यसको नाम चाहिँ मलाई थाहा छैन साथीहरु। यो ज्याम्बिर हो कि के हो साथीहरु, थाहा छैन मलाई हैन। अनि यो पनि छ ज्याम्बिर, यो फलिरहेको छ सानो सानो, देख्नु हुँदैछ होला हजुरहरूले। अनि यो चाहिँ हो बिम्बिराको बोट, यसले चाहिँ फलिसकेछ, अस्ति नै फलेर पनि सकेछ। यहाँ चाहिँ छ अदुवा पनि छ साथीहरु हाम्रो हैन, अदुवा। अनि अदुवा यहाँनिर चाहिँ हाम्रो सुन्तला बारी चाहिँ सुन्तलाको रुख चाहिँ धेरै छ यहाँनिर, तर साह्रै राम्रो चाहिँ फलेन रहेछ यसपालि। अम्बक चाहिँ यहाँ फलिरहेको छ साथीहरु, देख्न सक्नुहुन्छ हैन, अम्बक चाहिँ फलिरहेको छ। यो अम्बक खानुपर्छ अहिले एकछिनमा टिपेर। सुन्तला चाहिँ हल्का हल्का फलेछ योपालि। अनि चाहिँ सुन्तला चाहिँ निकै झरेछ भुइँमा। यो सुन्तला चाहिँ के गर्छ होला, अब झरेको सुन्तला चाहिँ मलाई चाहिँ थाहा छैन। यहाँ चाहिँ हाम्रो चारो पनि रहेछ साथीहरु। यहाँ चाहिँ छ मेरो भाइ नानीको टपमा माछा छ, उसको उसले माछा पालेको छ। गाइजहरु, गाइज सुन्तला त साँच्चै यसपालि साह्रै फलेन रहेछ हौ साथीहरु। ल मेरो भिडियोलाई माया गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। ओके, बाई बाई।